वेलकम टु गाइस भ्लगमा हैन जखरपाडामा चाहिँ हामी अब स्कुलबाट आइसकेका छौँ केटाहरू सबैजनाहरू बाहिर केटीहरू आउँदैछन् है यता केटालाई देखाइदिन्छ यता 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 आइ भन भाइ आइ भन मासला जखरपाडामा मिठो दाजुभाइ बहिनीहरू सबै आमा क्यारे म हो धान धान यता सुन्नु धान सुकाउनु भएको ए यस्तो आमा धान उठाउनु भएको छ पुरा घाम गयो के रहेन आमा घाम गयो धान उठाउनु भएको भनेको अब त नबोल्दै म चाहिँ भ्लगमा छु अहिले कोदो सोदो थाहा क्या मलाई थाहा यार थाहा छ यहाँ अगाडि सगाडि हिँडिरहेको छ बुद्रुम सर मिठो पारामा जखर उताबाट मान्छे आइसकेको छन् गाइस वेलकम टु गाइस सबैजना ल जखर पारामा मिठो दाजुभाइहरू घोप्टे दाजुभाइहरू सबैजनालाई सब दाजुभाइहरू मेरो दारी पनि आएको छ क्या अलिकति आयो हामी घुम्नेतिर आइसकेका छौँ हामी चाहिँ अहिले चाहिँ 7 हो भने हामी 7 घन्टी पढेर आइयो नि 6 घन्टी पढेर आइयो गाइस सरी म झुक्के चाहिँ अब चाहिँ तिहार पनि आउनु लागेको छ गाइसहरू अब हाम्रो छुट्टी हुनु लागेको छ लालाई के छौ उता बाइक आइसकेको छ यता साइडमा टक्करपाडामा दर्शनै भए पनि हुनुहुन्छ ल हामी चाहिँ हामी घरतिर हिँडिसकेका छौँ हामी चाहिँ घर है पुरा जखरपाडामा हामी घर हिँड्दैछौँ है गाइस हजुर सबैले ध्यान दिएर हिँड्नु जगत भन्ज्याङ देखाउँछु हजुरलाई म जगत भन्ज्याङ यता हेर्नु होला जगत भन्ज्याङ उता छ दोस्ती तार हिँडिरहेको छ हाम्रो घर हो त्यो पारी चाहिँ होइन यता चाहिँ बाहुन डाँडा हो यो हामी चाहिँ सुस्तो हिँडिरहेको छौँ गाई चाहिँ तोरी पनि पछाडि आएको छ जखरपाडामा उता गाडी पनि आइसक्यो बाइकको गाडी होइन मिठो गाइस मिठो ल गाइस मिठो दिदी बहिनी सबैजनालाई मेरो नमस्कार गाइस ल आइसकेको छु है गाइस म चाहिँ जखरपाडामा है तोरी जखर हान्दै एकचोटि मिठो हान्दैछ मिठो दाजुभाइ घोप्टे दाजुभाइ सबैजनालाई नमस्कार मेरो नमस्कार यता हाम्रो सर यसो नाम के अरे नाम के हो तेरो भन्नु मिठो देखा छ जखरपाडामा ओहो कट पनि मिठो दोस्तीहरू ल मिठो है मेरो त हात पनि दुख्यो यार गाइस यार ल बा कसम है सबैजनालाई नमस्कार गाइस है ल म अब चाहिँ सुरु भइसकेको छ अब चाहिँ सुस्तो जगबन्दीतिर आइसकेको छ हामी स्कुल पढेर आएकै अरू थाहा छैन मलाई होइन तर चाहिँ म जब भनेको म पट्टि खड्का मेरो नाम सबैले चिन्नुहोस् होला चिने पनि चिन्नु नचिन्नु चिनाउँछु बिस्तारै म हजुरहरूलाई है गाइस है पुरा जखरपाडामा यता सर पनि हुन्छ तोरण सर मिठो देखिएछ यतातिर समीर दोस्ती पनि छन् ओहो गाह्रो छ गाइस गाह्रो छ मलाई गाह्रो छ ल तोरी फुल्यो पयालै के सम्झना दिउँ त मैला भने जस्तो तोरी फुलेको होइन गाइस तो धान के धान हो रे अहिले चाहिँ हाइब्रिड भन्ने धान दह्रो फलेछ गाइस दह्रो लिने भयो आउनु होला गाइस आउनु होला घर बाहिरतिर घाँस फलिरहेको छ सबैजना ल राम्रो देखेछ गाइस ऊ तलतिर चाहिँ धान फलाइराख तिम्रो धान काट्यो दोस्ती हिजो काटेको धान काटेको 2 दिन काट्यो गाइस है जखरपाडामा काटिसकेको छैन होइन कुन धान तिम्रो धान रोप्नु रामधान गाइस रामधान हो मलाई थाहा भइसक्यो गाइस यता पनि हुन्छ सरको पनि छ धेरै हुन्छ सर होइन छ नि हजुरको कति जति छ अरे कति हल जति गर्नुहुन्छ हजुर भन्नु त 3 हल छ अरे गाइस जखरपाडामा 3 हलको के कुन धान घाँस भन्नु त खाजान धान होला गाइस खाजान धान ओहो तिजमा खाजान धान गाइस सबजनाले एउटा गरामा लाग्छ ठिक शङ्कर जखरपाडामा शङ्कर दाइ ल भन्नु त्यति नि हो तल त लाउनुहोस् के होइन तेरो धान छ कि छैन छ या यस्तो पनि धान छ अरू गाइस कति हल छ भन् यता भनिदिए गाइसलाई अरू गाइस भनिदिनुहोस् यसले सुनाउँछ 2 हलको छ ल ठिक छ भयो कि धेरै रामधान होला नि होइन रामधान चोचे मासु च्वाप खान्छ गाइसले जखरपाडामा है मिठो छ नि चोचे मासु अहिले चाहिँ तिहारमा चोचे काट्ने होला नि गाइस छैन काट्छ तिम्रो हामीले खान्न गाइस खान्न म उपत्य बाहुन जस्तै बाहुन हो म त गाइस बाहुन प्रतीक बाहुन है यो चाहिँ यहाँ मगर हाम्रो साथी तर चाहिँ त्यस्तो भन्न खोजेको होइन मैले नराम्रो नसोच्नु होला गाइस चाहिँ मगर तेरो चाहिँ चोचे काट्छन् खाना मिठो हुन्छ नि गाइस यिनले पनि खान्छन् मिठो खान्छन् यसले पनि खान्छ मिठो खान्छ केही छैन खाना जसले पनि हुन्छ हुन्न र खाना त जे पनि हुन्न भन्ने हो नि त खास पनि हो कि होइन खाना खान्छु नखाने होइन मैले मासु खान्छु तर कुखुरा खान्छु भाले खान्छु यसले चाहिँ ए जखरपाडामा गाइस आप पनि मजाले देखेछ गाइस ल तैँले बना त यहीँबाट बना ल बना गाइस जखरपाडामा आम्बो
जस्तै पनि यहाँ सँगैजना दाजुभाइ समय हामी 3 दाजुभाइ है गाइस 3 दाजुभाइ बुझ्नु सक्नुहुन्छ हजुरले भन्नु है केटा बक भाइ जेठो माइलो कान्छु जेठो माइलो कान्छु जेठो माइलो कान्छु यो साइलो साइलो जखर पार्नु साइलो त कुनबाट बनाएको बल्ल राम्रो राम्रो छ चल ल एउटा मिठो हान्छु मैले एक्टिङ हान्नु पनि खान्छु एक्टिङ हानेर चाहिँ गाई चाहिँ मिठो पारामा मेरो ओठ हैन ओठ पुरै फुटेको के फोटेर ओठ गाई चाहिँ चौध गाई सकेसम्म गाई चाहिँ जखर पारामा जखर भने आज पिटा खाने गाई झन्डै यहाँ माथि के भन्छ रे यहाँ माथि यो आँप घारी भन्छ आँप घारीमा नि अलिअलि गाउँ छैन बस्नु जाँदा साह्रो आफ्नो बेपत्तै दुख्यो मैले समाइदिइराखेको थिएँ गाई चाहिँ अहिलेसम्म होइन भ्यू खतरा हुन्छ क्या यहाँ बिहानमा रनिङ आउने यहाँ खतरा देखिन्छ क्या कुरियो सब ढाकिन्छ होइन धान जति केही देखिन्न माथि उसकै डाँडाहरू ठ्याक्क देखिन्छ धानहरू उतातिर होइन ठ्याक्कै यहाँ यस्तो बाटो होइन यो चाहिँ ढलाइ भएको 1 वर्ष भयो होइन 1 वर्ष भइसक्यो हामीले बनाएको ढलन है भाइ हामीले बनाएको देखाइदिनु मलाई देखाइदिनु मैले बनाएको ढलन जखर पारामा आम्बो गाइस आउनु गाइस आउनु लागिसक्यो गाइस आइसक्यो एकचोटि नाच्दैन त एकचोटि नाच्दैन त जुन आउनु जखर भन्छ गाइस मेरो गाउँ हो आउनु गाइस जखर पारामा जखर मिठो मिठो आउँछ तर एकदम मिल्ने मिल्ने साथी दोस्ती पनि छ नि यहाँ कोही आउस् सला साथी यहाँनिर म ढलाइन्छु क्या यसलाई ढलाइन्छु त्यस्तो हान्छु म उनीहरू बाजे भयो होइन ढक्क लगाएर डोगर छस् कहाँबाट आउनु हजुर जानुभएको थियो अस्ति सेम हामी जस्तै हो कि दाजुभाइ नि होइन दाइ पनि आज विदेश गयो यार विदेश गयो फुल लाइन्छु गाइस माया लाउँछ क्या मलाई मायाको चुपाइदिउँ गाइस है सबै के तिमीले रुवाला होइन रुवाला गाइस के हो सबै जडीबुटी भनिदिनु होला है गाइस जखर पारामा बोल्नु पनि सकेन माया बस गाइस एउटा कार ल्याउनु लागिसकेछ एउटा कार देखाइदिने त्यहाँ पनि मेरो भलक पनि आउँछ प्रति खड्कै यो तोरी भलक हो यो तोरी भलक हो यो गाइस ल्याम ल गाई चाहिँ आइसकेको छ धेरै बोल्नु पनि सकेको छैन यही हो कि एउटा होइन यो एउटा हाम्रो होइन यो हो यो अगाडि हामी उता धेरै जानु सक्दैनौँ मेरो घर देखाइदियो मेरो घर हेर्नु सक्नुहुन्छ गाई चाहिँ यो टोइलेट हो यो वडा घरमा टोइलेट ओला टोइलेट हो जग्गा मिठो त्यस गरौँ अरे थोरै देखिया छ क्या हो त्यही गाई चाहिँ ल त्यसले देखाएको ठ्याक्कै हो ल गाई चाहिँ यति भन्दा बिदा हुन्छ ल हस्ता यता देखाएको एकचोटि माथि के रहेछ होइन ल बाइक ल भयो क्या भयो अब त